स्टेट स्कूल एजुकेशन बोर्ड भनिन्छ अहिले। डिभिजन 1 र डिभिजन 2, क्लास 10 सम्मलाई डिभिजन 1 भनिन्छ, क्लास 12 सम्मलाई डिभिजन 2 भनिन्छ। त्यसका चेयरम्यान हुनुहुन्छ आरसी जैन। आरसी जैनसँग कुरा गरेँ। आरसी जैनले मलाई फेरि अर्को एउटा दिनुभयो, तपाईँ म्यानेजिङ डिरेक्टर आसाम टेक्स्ट बुक पब्लिकेसन एन्ड प्रिन्टिङ लिमिटेड भन्ने बामुनी मैदानमा छ, उसका म्यानेजिङ डिरेक्टर एसएम चौधरीसँग कुरा गर्नुहोस् भनेर फोन नम्बर उहाँले दिनुभयो। एसएम चौधरीसँग मैले कुरा गरेँ। त्यहाँबाट उहाँले मलाई एउटा कुरा भन्नुभयो, हेर्नुहोस् सर, समस्या चाहिँ यहाँ छ। हजुरहरूले विशेष गरेर इन्सपेक्टर स्कुल्स कुनै जिल्लाबाट मोर साल किताबको लागि कुनै रिक्वेस्ट आयो, रिक्वेस्ट आउँदाखेरि त्यो पोर्टलमा यो सब्जेक्टै फिक्स छ तर नेपाली पढ्ने विद्यार्थी छैनन् भन्ने सरकारको घरमा एउटा इन्फर्मेसन छ। त्यो एकदम सरासर गलत हो, यो हुनु पर्दैन। अब तपाईँले के गर्नुहुन्छ भन्नुहोस्, नभए हामी कि त अब हायर लेभलमा एप्रोच गर्छौँ भन्दाखेरि तपाईँ अहिले केही नगर्नुहोस्, हामी गर्दैछौँ, के चाहिन्छ, कति रिक्वायरमेन्ट चाहिन्छ भनेर हामीलाई जब भन्ने बित्तिकै हामीले अब सेन्ट्रल कमिटीको अन्यसा छ, केन्द्रीय कार्यकारिणी 2025 भन्ने एउटा ग्रुप छ, त्यो ग्रुपमा हामीले विभिन्न जिल्लाबाट डाटा हामीले माग्यौँ। स्टेट स्कुल एजुकेसन बोर्ड भनिन्छ अहिले। डिभिजन 1 र डिभिजन 2, क्लास 10 सम्मलाई डिभिजन 1 भनिन्छ, क्लास 12 सम्मलाई डिभिजन 2 भनिन्छ। त्यसका चेयरम्यान हुनुहुन्छ आरसी जैन। आरसी जैनसँग कुरा गरेँ। आरसी जैनले मलाई फेरि अर्को एउटा दिनुभयो, तपाईँ म्यानेजिङ डिरेक्टर आसाम टेक्स्ट बुक पब्लिकेसन एन्ड प्रिन्टिङ लिमिटेड भन्ने बामुनी मैदानमा छ, उसका म्यानेजिङ डिरेक्टर एसएम चौधरीसँग कुरा गर्नुहोस् भनेर फोन नम्बर उहाँले दिनुभयो। एसएम चौधरीसँग मैले कुरा गरेँ। त्यहाँबाट उहाँले मलाई एउटा कुरा भन्नुभयो, हेर्नुहोस् सर, समस्या चाहिँ यहाँ छ। हजुरहरूले विशेष गरेर इन्सपेक्टर स्कुल्स कुनै जिल्लाबाट मोर साल किताबको लागि कुनै रिक्वेस्ट आयो, रिक्वेस्ट आउँदाखेरि त्यो पोर्टलमा यो सब्जेक्टै फिक्स छ तर नेपाली पढ्ने विद्यार्थी छैनन् भन्ने सरकारको घरमा एउटा इन्फर्मेसन छ। त्यो एकदम सरासर गलत हो, यो हुनु पर्दैन। अब तपाईँले के गर्नुहुन्छ भन्नुहोस्, नभए हामी कि त अब हायर लेभलमा एप्रोच गर्छौँ भन्दाखेरि तपाईँ अहिले केही नगर्नुहोस्, हामी गर्दैछौँ, के चाहिन्छ, कति रिक्वायरमेन्ट चाहिन्छ भनेर हामीलाई जब भन्ने बित्तिकै हामीले अब सेन्ट्रल कमिटीको अन्यसा छ, केन्द्रीय कार्यकारिणी 2025 भन्ने एउटा ग्रुप छ, त्यो ग्रुपमा हामीले विभिन्न जिल्लाबाट डाटा हामीले माग्यौँ।